हेलो साथीहरु नमस्ते। हामी एउटै जुनका तल बस्ने मान्छे। आज भने 5 नोभेम्बर। आज चाहिँ जुन चन्द्रमा चाहिँ एकदमै चम्किलो अनि पृथ्वीको छेउमा पनि आउँछन्। हेरौँ त बाहिर गएर। सुरु गरौँ भिडियोलाई। आज 5 नोभेम्बर साँझको 6 बज्दै छ। आज भने हामी सबैले सधैँ देखेका जुन भनौँ न, तपाईका पनि मेरा पनि जुन चाहिँ एउटै छ नै। यी हामीले सधैँ देख्ने जुन अलिक डिफरेन्स देख्दैछौँ, किनभने आज पृथ्वीको सबैभन्दा छेउमा आएका छन् जुन र 30% चम्किलो भएका छन्। त्यसैले गर्दा हेरौँ त जुन। तपाईँ पनि यो भिडियो हेर्दै गर्दा जुन हेर्न बाहिर निस्किनुहोस् र म पनि तपाईलाई जुनको भिडियो गरेर देखाउँदैछु। अलिक जुम गरौँ है। हेर्नुहोस् त, सधैँभन्दा ठुलो पनि छन् अनि चम्किलो पनि छन्। माने हिराको टुकुरा हेरे जस्तै लाग्दैछ। भिडियोमा त्यति राम्रो आएन र तपाईले पनि हेरेर भन्नुहोस् त, सधैँको भन्दा डिफरेन्स छ कि छैन। छ भने कस्तो देख्नुभयो अवश्य कमेन्ट गर्नु है त। सधैँ चाहिँ चन्द्रमा पृथ्वीबाट 3,84,400 किलोमिटर यानि कि तकरिबन 4 लाख किलोमिटर टाढा छन् हामीभन्दा। तर आज चाहिँ 3,63 किलोमिटर मात्रै डिस्टेन्समा छन्। भनेपछि लगभग 65,000 को बीचमा, 3,65,000 को बीचमा चन्द्रमा छन्। र आजको दिन चाहिँ तपाईले पनि बाहिर निस्केर चन्द्रमा हेर्नुहोस् अनि कमेन्ट गरेर भन्नुहोस् भिडियो हेरेर कस्तो लाग्यो। अहिलेसम्म पनि फलो गर्नुभएको छैन कृपया मलाई फलो गर्नुहोस्, भिडियोलाई सेयर गर्नुहोस् ताकि सबैजनाले आजको दिन चाहिँ यो चन्द्रमालाई हेर्नु नै होस्। आज साँझमा पनि यतिको उज्यालै छ भने वरिपरि नि दृश्यहरू जुनले गर्दै हो। बादल लागेन भने चाहिँ जुन ठुलो अनि चम्किलो देखिन्छ। अहिले चाहिँ बादल लागेको छैन। छिटै भिडियो हेरेर तपाईँ गएर चन्द्रमा हेरिहाल्नु है त। आजलाई यति। नमस्ते, बाई बाई।